हेलो वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हामीसँग अमित हुनुहुन्छ अनि सँगसँगै मसँग हुनुहुन्छ मेरो प्यारो दिदी से हाई अनि म छु ओके। अनि म चाहिँ कहाँ जाँदैछौँ भने म भन्नाले हामी तिनजना चाहिँ कमल पोखरी होइन। अनि या दिस इज आवर फर्स्ट टाइम कमल पोखरी। अनि अमितलाई पनि सोधेको थिएँ यो तेरो फर्स्ट हो कि सेकेन्ड, बट इभन डोन्ट नो होइन, कतिचोटि गएँ आएँ यादै छैन रे। यही हो, हामी चाहिँ घरबाट निस्किएर बाटोमा छौँ। हामी डिरेक्सन चाहिँ सिधै मङ्गलपुर छ। अब मङ्गलपुरको वे लिएर सिधै अब त्यहाँबाट पनि अगाडि जाने हो। ल यो चाहिँ मङ्गलपुर हो। अब कतिजनालाई त नथाहा होला होइन, अब थाहा भएकोलाई त भने होइन, नथाहा भएको भएलाई दिस इज अ मङ्गलपुर बजार होइन। अनि यहाँबाट हामी स्ट्रेट जान्छौँ। अनि यो जुन राइट साइडको रोड छ नि त्यो चाहिँ रामपुर बजार निस्किन्छ है। यहाँबाट सिधै चाहिँ फुलबारी। म पनि आफ्टर लङ इयर पछि नै आइरहेको छु यो बाटो चाहिँ। अन्य साथीहरू डिड एनीवन एल्स नोटिस द रोड इन चितवन? लुक्के हेर्नु क्या कस्तो मजाको छ नि रोडहरू होइन, एकदम क्लियर। अनि सबै ठाउँ पनि अलमोस्ट पिजै छ चितवनको। अफ रोड भनेको एकदमै कम मात्र, अब एकदम भित्री भित्रीमा। अनि अमितले र मैले चाहिँ यो वेमा चाहिँ भनौँ न यो एरियामा चाहिँ हाम्रो स्कुल मेट्सको घर पनि यतै हो भन्दै थियो होइन। मलाई पनि त्यस्तो याद त थिएन। अनि अमितले चाहिँ कुरा गरेको भएर अनि हामी त्यही विषयमा लिएर कुरा गरेर राइड गरिरहेको छौँ। आई थिङ्क हामी चाहिँ लगभग फुलबारी आइसकेछौँ जस्तो लागिरहेछ। म पनि स्योर छैन। अनि अमित चाहिँ स्टिल पनि साथीकै घर खोजिरहेछ है। अब उहाँ साथीले ब्लग हेर्नु भएको छ भने एकदमै यो कुरा चाहिँ नोटिस गर्नु होला। अनि साथीको घर त्यही भनिरहेको थियो। ल हामी आइडोन्ट नो के चोक हो, यहाँबाट लेफ्ट राइट हामी कन्फ्युज छौँ। त्यहाँ गएर अब हेर्छौँ एटलिस्ट यहाँ बोर्डमा लेखेर रहेछ डिरेक्सन लेफ्ट राइट कता कता भनेर। अनि हाम्रो कमल पोखरी चाहिँ राइट लिनुपर्ने। अनि हामीले लिग्यौँ पनि। अब यहाँबाट त्यहाँबाट डिरेक्सन देखाउँछ सोध्दै जाने भनेर गएको थियौँ। त्यहाँ एउटा भाइलाई सोध्यौँ। अनि त्यहाँबाटको हल्का स्क्रिप्ट चाहिँ दिदीले हाम्रो दिदी चाहिँले चाहिँ भिडियो लिए भनेर फोटो क्लिक गरिदिनु भएको रहेछ क्या। सो भिडियो भएन चाहिँ त्यो बेलाकोमा चाहिँ। अनि त्यही हो। अनि यहाँबाट चाहिँ हामी हल्का एउटा सानो ब्रिज छ कि त्यहाँ पुल छ त्यो तरेर यो अफ रोड आउँछ होइन। अनि यो अफ रोडबाट त अलमोस्ट हामी कमल पोखरीमा आइसक्यौँ भनौँ, आयौँ भन्दा हुन्छ। अनि सानो गेट छ यहाँबाट इन्ट्री गरेपछि त कमल पोखरी। या गाइज हेर्न सक्नुहुन्छ हामी कमल पोखरीमा छौँ होइन। हामी चाहिँ अब स्कुटर पार्किङ गर्ने ठाउँतिर जाँदैछौँ। अब स्कुटर पार्क गरेर म हजुरहरूलाई फिजिकली नै सबै कुराहरू देखाउँछु ल। अनि हामीले स्कुटर पार्क पनि गर्न गऱ्यौँ ल। हामी चाहिँ आइसकेको छौँ कहाँ, कमल पोखरी। हाम्रो अमितजी, हेलो, हाम्रो दिदी सनसेट हुँदै आइरहेको। गेट बन्द रहेछ, उफ्रेर जाने हो गेट बन्द भनेर हुन्छ त्यतिर टक्क लाग्यो ल। टिकट लाग्छ कि लाग्दैन? लाग्दैन, टिकट लाग्ने हो र कता फर्की त लास्ट गर्मी ब्लगमा मैं ब्लगमै देखाउनु ला भिडियो होइन त्यस्तो ल। उसको त अहिले ल के भन्नु थाहा रवि? अब केही भन्नु छैन, एकदम रमाइलो लाग्यो धेरै पछि आएको है। कस्तो लाग्यो ठाउँ? एकदम धेरै। पहिला अब हामी फर्स्ट टाइम हो र? होइन यो सेकेन्ड टाइम हो मेरो भिजिट। त्यो आजभन्दा 5 वर्ष अगाडि आएको थिएँ म। हजुर। अनि सुसा आएको नभन ओके ओके। अहिले धेरै राम्रो बनाएको छ। हाम्रो दिदीले नै अस्ति नैदेखि जाम भनेर। अस्ति नै भन्दा नि आजै भन्यो, जस पहिला नि भनेको थिएँ राम्रो रहेछ। तर अहिले हावा चाहिँ चले होइन, गर्मी भइरह।
त्यही हो अलिक रूप है पोखरै भनेपछि राम्रोसँग त्यस्तो थाहा थिएन तँलाई ओके हामी चाहिँ यो पुल तरेर त्यो मेन यो ठाउँमा आयौँ होइन यहाँबाटको सिनारियो हजुरहरूलाई देखाइरहेको छु हेर्नुहोस् कस्तो दामी छ अनि हजुरहरूले देख्न सक्नुहुन्छ हाँस पौडिरहेछ त्यही सँगसँगै हाम्रो अमितजी स्न्याप लिँदै दिदी बस्नु भएको छ गर्मीले हामी चाहिँ यस्तै सानो पङ्खाले हावा खाएर बसिरहेको कति गर्मी हाल्नु यो हालत हो क्या सब छाला पनि केही छैन कि इन्डिया मात्र आउनु सक्यो कि के आउँदैन क्या Cheers. आज हामी कपाल पोखरीको थ्याङ्क यू तो गर्मी बाहा हेर्नु होइन अहिले एराउन्ड 6 टक्क यसरी रातै भरि बस्न लाग्यो अब यहाँ 5:45 भएको रहेछ अनि हामी हल्का अर्ली आयौँ जस्तो लाग्यो यस्तो गर्मी भइरहेछ गोरु मान्छे कालो हुनु भइसक्यो अब को गोरु मान्छे तिमी मान्छे कालो हुनु भयो के हाम्रो सबैभन्दा गोरु दिदी त्यही भ्यू चाहिँ एकदम रमाइलो छ हल्का छिटो आएर धेरै नै हो के को हाल्नु धेरै नै छिटो आयो भन्छ यसले चाहिँ अब उसलाई थाहा भयो मान्छेले भन्ने हो नि त अलिक छिटो हुन्छ है पछि जाऊँ भने भए त्यही अनुसार हिँड्नुहुन्थ्यो अब नेभर माइन्ड माछा पऱ्यो अरे ल मान्छेलाई लाउला त फेरि ललिस बरु दिन्छ ठुलो माछा गरेर यार दिदी हेर्नु त खै त तान्नु न अब अर्गन यो गएर तिनटा जान्छ पल्सी यार कहाँ देखिस् त तैँले अघि यहीँ नजिकै आएको थियो झिक्री चाहिँ छैन सिधा मान्छे हेर्न कति धेरै थियो झिङ्गे माछा कि यहीँ काले हालिसक्यो के माछा खानु है टुडाइदियो छोडा होइन यो के अरे डोरी के अरे उस छ के टुडेर है ल हेर्दै कि अङ्कलले छेकिदिनु भयो माछा पऱ्यो ल माछा पऱ्यो खतरा यार अमित काट्छ बिस्तारी कुन माछा हो लासमा समादिन म त यो जुङ्गे माछा हो सही बात है यार डेन्जर बाज है यसले हान्छ है यसले हान्छ कादु खतरा ओके बगाले यतिकै चिज खेला जस्तो लाग्छ तर राइट फर्स्ट टाइममा मैले यसरी फिसिङ गरेको मैले रियल लाइफमा देखेको छु ल हाम्रो अमितजीले हात दिनुभयो माछा गर्न होला हजुर मेरो अर्को पनि माछा पाक्नु भयो आइहाल्ने तर मैले क्याप्चर चाहिँ गर्न पाइनँ रौ भन्ने माछा अरे यहाँ अझै फिसिङको लागि अझै रेडी मिठो चाहिँ यो होइन कमन कहाँ म त फर्स्ट टाइम सुनेको थिएँ फेरि पायो अघि त्यो माछा हो छटपट्टि राख है 5 किलोको माछा माछा पनि तपाईँ आफूले हाल्ने हो त्यो कहाँ निकाल्ने त ल 5 किलोको माछा रे नानी आमामा 5 किलो त त्यस्तो आउँदैन 5 किलो भनेको त यहाँ हो र तपाईँ चाहिँ आएर खानुहुन्छ हाम्रो चाहिँ फोटोसुट भिडियो सुट हाम्रो स्पेसल फोटोग्राफर अनि हाम्रो दिदी पनि हो
कस्तो गर्मी भइरहेको छ यस्तो अझै त्यहाँ चाहिँ फिसिङ त्यहाँ अझै फिसिङ गरिराख्नु भएको मान्छेहरूले हाम्रो आएकै आएन हाम्रो चाहिँ सबै कति गर्मी हो यो चाहिँ चिकन चिल्ली हामीले चाहिँ मिडियम एकदमै लेस स्पाइसी भन्यो कि वाइल्ड स्पाइसी छ उहाँको फेस पनि लाल लाल हाम्रो दिदीको गुलाबी गुलाबी कस्तो लाग्यो हजुरलाई भन्नु दामी अनेस्ट रिभ्यू दियो है फेरि यहाँ अलि पिरो बढी भएको छ मिठो मिठो त यो अलिक बढी स्पाइसी भयो चिसो पानी मगाउनु पर्यो यत्रो ड्रिङ्क्स भ्याएर पनि चिसो पानी दाना दाना गर्मी एकदम गर्मी छ अरू भन्दा नि हेर्न हामीले कति पानी तर मलाई यता गर्मी लाग्यो दिदी यार फेरि यो चाहिँ गर्मी प्लस पिरो पिरो पनि भयो 2 बोतल पानी पनि नपुग्ला जस्तो भइसक्यो दिदी ल यहाँ चाहिँ लाइट पनि बलिसक्यो रात परिसक्यो अब हामी चाहिँ अब निस्केको बाल्छ र यो फुल चाहिँ मलाई कस्तो मन परेको छ मेरो घरमा पनि छैन यो फुल तर फुलेकै छैन वाउ यहाँको गार्डन चाहिँ कस्तो दामी छ यो कस्तो राम्रो फुलेको कि दिदी हाँगा भाँचेर लानुपर्छ कि भयो चोरला हानेर फेरि यो पनि राम्रो है यो प्लान नि कस्तो राम्रो के पोखरीको लाइटहरू पुरै सुचारू भन्छ होइन सञ्चालनमा आएको छ यो चाहिँ इभिनिङको भ्यू गाइस यता हेर्न भाइ ल यो चाहिँ हाम्रो इभिनिङको भ्युज मेरो बानी चाहिँ एकदम नराम्रो छ यो फुल पिक गरेर कानमा सिरिहाल्छु अब ल हाम्रो भ्लगिङ सकेको छैन नि अझै जाने तर यहाँको लाइट चाहिँ कस्तो देखाएको छ मलाई यो फुल सिउ राम्रो देखाएको छ फुलकुमारी ल दिस इज द भ्यू होइन इन्सेन छ भ्यू चाहिँ ओके हामी चाहिँ यहाँबाट निस्किन लागेको अब बाई बाई कमल पोखरी होइन अब गर्मी भए पनि रमाइलो भयो एकदम होइन 3 जना बसेर अब कहिले आइन्छ थाहा छैन आजको लागि हामीले जे होस् जति सकिन्छ त्यति रमाइलो भयो हामीलाई यो अमितले सर्टकट बाटो लिएर जान्छु भनेर यस्तो कबाडी बाटो बोकेर आयो कहाँ पुगिसक्यो ल्याप्रीलाई स्कुटरमा होइन हेर्नु न हामी चाहिँ यस्तो हच्याङ भइच्याङ हुँदै चलाउनु पर्यो यस्तो हाइवे पिच रोड बाटो छोडी यस्तो कताको बाटो ल्याएको पागल कहाँको स्कुटर अर्को हो नि त धनै मकैबारी गोटिनु धनै मकैबारी गरेन भएन मकैबारी भयो अब हरियो काँक्रो कहाँ आउँछ मलाई के यो बाटो हिँड्दा कस्तो स्कुलबाट त ट्युसन फर्केँ के फ्याक्ट्री हो घाँसले पो हाम्रो त यो बाटो चाहिँ कुन बाटो हो राम्रो रहेछ त
एक्सपेक्टेड भइराखेको छ होइन झन् न्यू कन्टेन्ट पाइराखेको यो वेलकम टु न्यू हो यस्तै चाहिएको अनि चाहिँ म र अमित मेरो दिदीलाई लिएर हामी पढेको बोर्डिङको बाटो भन्नाले बोर्डिङै देखाउन लिएर आएको छौँ अनि हामी आइसकेको छौँ प्रगति शिक्षा सदन अगाडिको तिर ल यही हामी म पढेको म अमित हामी सँगै पढेको अनि हामी हाम्रो साथीहरूलाई पनि एकदम मिस गरेर आएको छौँ अनि म चाहिँ धेरै वर्षपछि आएको मेरो बोर्डिङ हेर्नलाई अनि यो कुराहरू देख्दा चाहिँ कति कुराहरू के त्यो फ्ल्यासब्याक भयो होइन अनि जुन यो रोड छ अनि यो चाहिँ मेरो घर जाने रोड हो अनि धेरै कुराहरू मेमोरिज क्या छ क्या यो रोडमा अनि आफ्टर ट्युसन पछि पनि हामी चटपट खान आउँथ्यौँ अनि त्यही कुरा गर्दै गइरहेछौँ के मैले चाहिँ भोइस ओभर गरिरहेको छु बिकज साउन्ड राम्रोसँग क्लियर छैन अब यही हो अब हामी चाहिँ घरतिर लागिरहेछौँ हाम्रो साथी जाँदै हुनुहुन्छ ओके ग्रेट टाइम एकदम रमाइलो भयो है र त्यति हेर्दै गरौँला राम शब्द आउला बाई 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 ल हामीले अमितलाई पनि बिदाबारी गऱ्यौँ र अब दिदीतिर म जाँदैछौँ हाम्रो घर हामी चाहिँ यो डेरी चोक छौँ अब हाम्रो बाटो यसलाई चाहिँ डेरी चोक भन्छ सोभिता गौतम थियो नि त्यसको माइतीले त्यतिर आइपुग्यो थाहा छैन घर चाहिँ ठुलो जुन एरिया हो नि सुविधा गौतमको माइतीको घर चाहिँ त्यहाँ गएर आएको घर डेरी चोकतिर हो भने जस्तो लाग्यो है अनि हामी नट स्योर होइन यो कुरा चाहिँ त्यही होला यो चाहिँ म मेरो स्कुल लाइफमा डेली बाटो हिँड्ने बाटो यही हो पैदल यात्रा गरेर स्कुल आउँथेँ कहिले साइकलमा कहिले बसमा सिचुएसन अनुसार ल हाम्रो बाबु आएकोमा घर आइसक्यो नानी आऊ सानो नानी आऊ कति लाम्रो छोरी नै देखेको नि है